Hello guys, welcome to our first vlog and this is Anirudh. अनि अहिले चाहिँ हामी ठ्याक्क अहिले बगलटोल छौँ। अब चाहिँ हामी पहिला हामी फिल्म हेर्न जानु लाग्यो। हाउसफुल 3 बजेको सो छ। अनि अहिले चाहिँ यसले ड्राइभिङ गर्दैछ। लाइसेन्स छैन तर अब के गर्ने, अब यस्तै छ हाम्रो नयाँ भ्लगै। लाइक शेयर सब्स्क्राइब है। अहिले चाहिँ हामी ठ्याक्क मेरो घर जाने प्लानिङ थियो अनि हाम्रो चाहिँ प्लानिङ चेन्ज भयो। अब हामी लभली डाँडा जाँदैछौँ उतानेरि। यो बसको पछाडि अहिले चाहिँ हामी ठ्याक्क पर्साङ पुग्न लागिसक्यौँ। पेट्रोल छ कि छैन भने त्यो टेन्सन हो, पेट्रोल त बिग्रेको होला होइन। त्यही पनि अब हामी डाँडा जान्छौँ, एकछिन बस्छौँ अनि साथीहरू आउँछ, त्यसपछि हामी फिल्म हल जान्छौँ। त्यति बेरसम्म वाच आउट। गाइस चल्छ हामीलाई यहाँ पेट्रोल हजुरहरूलाई देखाइदिन्छु मैले। यस्तो छ नि त, के भएर अहिले हामी यहाँ पेट्रोल हेर्न लाग्छौँ कति छ भनेर है। नत्र यहाँ अब यस्तो माथि चढेपछि फेरि ड्याडु पुरा पेट्रोल अड्किने। अरू यहाँ ट्र्याक्टर आउँछ गाइस, अब हेर्नु सक्नुहुन्छ हामीले पेट्रोल। ल पेट्रोल देख्दै हामीलाई अब यहाँ बाटोमा भेट्यो नि यही नम्बर बिरेको थियो। ल गाइस पेट्रोल रहेछ। ल यति उयो जानु पर्ने त अब म चलाउँछु है। ल क्या फलो गर्नु So guys, ड्राइभर चेन्ज भइसकेको छ। ड्राइभर सुस्तर चलाइ अहिले फेरि आवाज कर 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 आउँछ। यहाँ हावाले के हुन्छ नि हाम्रो जाने छ यहाँ गाई त्यस्तो छ। गाइस हामी चाहिँ फाइनली डाँडाबाट तलतिर आइसक्यौँ। हामीले यो ठाउँको नाम थाहा छैन भने तर त्यहाँ चाहिँ पुलिस मामाहरू हुनुहुन्छ। तर हामी डराउँदैनौँ, नडराइकन हिँड्यो भने पुलिस मामाहरूले के गर्नु। र अब जानुपर्छ टक्क लाएर। अब यसको घर जान्छौँ हामी, घर गएर भेट्छौँ गाइस। अहिले चाहिँ हामी फेरि ठ्याक्क यसो नमुनाहरूसँग हिँड्दा छौँ है। यो भाले पो जान्थे यो भेले, यो अर्को भेले। अहिले चाहिँ हामी टक्क लाएर यता टेर्सापट्टि पुगिसक्यौँ। यो भेलेहरू चाहिँ फर्स्ट टाइम क्यामेरामा आएको लजाइराखन् गाइस, देख्नु पछि आइरहेको केटाको अङ्क तर केटीको शरीर हो यसको चाहिँ होइन। अनि यो चाहिँ अनिरुद्ध हो, अघिको हाम्रो क्यामेराम्यान, देख्न सक्नुहुन्छ गाइस यसलाई। गाइस हामी चाहिँ अघि ठ्याक्क हामी चाहिँ अघि नै निस्किनु भनेको तपाईँलाई थाहा होला होइन। अहिले चाहिँ टाइम चाहिँ यहाँ हेर्नु सक्नुहुन्छ, टाइमै देखिएन तपाईँ। भर्खर मिसपाएर हाने एउटा स्कुटरले। अहिले चाहिँ हामी ठ्याक्कै बाटो काट्यो अभि भन्दै हानेको भाइ। सो गाइस हामी चाहिँ यहाँ पुगिसक्यौँ है। अहिले यहाँ भाइहरू आइसके पछाडि अब हामी चाहिँ यहाँबाट छिरेर टक्क यो फिल्म हेर्ने कि मारे अन्टेड रहेछ क्या। अनि यता महाभज रहेछ। अब यहाँ चाहिँ नि मैले रेकर्ड हान्यो भने म देखिन्न, त्यही भएर नहानौँ होला। यहाँ चाहिँ भाइहरू आउँदैन टक्क लाएर ग्याङ्स्टर पोजमा। यी काले भाइ चाहिँ देखेर है जातिको काट। गाइस चाहिँ जिम भइरहेको होइन, के भयो आज फिल्म हेर्न नपाउला जस्तो। यो भाइ चाहिँ जिम गर्दै है, बनाइदिँदा ओइ भिजी। ल जिम यस्तरी हो। हे पुसअप हाने अभि गर्छ त। गाइस चाहिँ भाइहरू चाहिँ यहाँ टिकट काट्दैछन्। ए अनि अघि नै भन्नु पर्थ्यो नि दाइ, अघि नै भनेको नि हामीले के भयो कुरा बिग्रिसक्यो है। यस्तो चल्दा टक्क लगाएर हिँड्न नपाउने यस्तो कुरा चलिरहेको छ। अनि यहाँ यो भाइ चाहिँ सेन्टी भयो होइन, यो झन् हिँड्छु भनेर दिन रात तपस्या गरेको थियो। त्यो भएर आज मैले लैदिएको थिएँ भेले गोरिला। यी बाबुहरू चाहिँ भिडियो बनाउँदै टक्क लगाएर यहाँबाट। अहिले अब चाहिँ हामी चाहिँ तपाईँहरू कहिले भेट्छौँ भन्दा फिल्म हलमा भेट्छौँ है। ओइ हो कि ट्याप हान्दै गाइस। अहिले चाहिँ हामी यस्तोमा आइसक्यौँ होइन। कता फिल्म हल चाहिँ यस्तो कालो हो किनभने हामी मान्छे कम भयो अरे, होइन 4 जना मात्र हो। कहाँ हो नेपालमा गाइस।
हामी 4 जना मात्र हो चिकन गाइस भूत आउन सक्छ है ऊ माथि त पंखा त गाइस मलाई थाहा छैन है म देखियो कि देखेन हल्का एडजस्ट गर्नु होला अब देऊ है फ्ल्यास बाल्दैन नदेखिँदो रहेछ म देखेँ होइन होला कहाँ गयो त्यो अब देखेँ अन्डु त मलाई लाइट हान्न बरु मलाई लाइट हान् त ए अब देखियो होला यता त गाइस अब चाहिँ देखियो सङ्गीत गोरिला केटा हो हेर्नु त यस्तो छ है पारा यो हाम्रो पिजेन सङ्गीत सङ्गु कहाँ भन्यो केटा हो गाइस त्यसले चाहिँ होइन लाइट बाल्न दिनु पर्यो खै त केटा हो अब चाहिँ यहाँ यो चाहिँ मेरो फोन है यो भिडियो बनाएको चाहिँ अनुरोध भाइकोले हो लाइट बालौँ न कहाँ हो लाइट पानीको रियो अब केटा अब हामी त के हो 4 जना मात्र फिल्म हल बुक हाने जस्तो फिलिङ छ मलाई चाहिँ अब अँध्यारो छ हेर्न सक्नुहुन्छ लाइट पनि यस्तो भिडियो पर्ला जस्तो के भएको यस्तो पारा अब त यहाँ फिल्म हेर्नुभन्दा त फ्री फायर खेल्नु बेस लाग्छ मलाई चाहिँ यहाँ होइन गाइस ल है एकछिनमा भेटौँ गाइस सुरु भइसक्यो हाम्रो फिल्म चाहिँ हेर्न सक्नुहुन्छ हाउसफुल हामीलाई यहाँ अप्रिल फुल बनाइदियो होइन गाइस फिल्म सक्यो अब हामी चाहिँ निस्किदियो के गरिस् यो फिल्मबाट के सिकिस् भन्नु अन्त तैँले के सिकिस् ठेडिहाल्दैछ गाइस अब चाहिँ हामी यहाँबाट निस्कियौँ है गर्दा गर्दा हाम्रो यहाँ फिल्म सक्यो यहाँ प्रोजेक्टरलाई अब हामी बाहिर निस्किन्छ भने हाम्रो भेट्नु होला है गाइस अब चाहिँ हामी भ्याएर अब चाहिँ हामी फेरि जो लप्पा पिरो खाजा खान जाँदैछौँ वार 2 हेर्न आउने अब वार 2 हेर्न आउनु पर्ला जस्तो गाइस यही हो है देख्न सक्नुहुन्छ पोस्टरमा दामी थियो फिल्मभन्दा मलाई फिल्मको केटी मन पर्यो अब हामी जो लप्पा जान्छ भाइ हामी चाहिँ यहाँ छिरिसक्यौँ है अब एन्ट्री हुनलाई छ हाम्रो केटाहरूको ल छिरौँ आज स्पेसल चाहिँ यो नेवारी किचन हो पहिला छिर्न अनि के पाउँछ हेर्नुपर्छ गाइस अबे आइज न भूतहरू पहिला आइज न ल अहिले चाहिँ हामी यहाँ 4 बिस्कुट आएको यहाँ यस्तो हिँड्न लौ गाइस हामी चाहिँ यहाँ आइसक्यौँ भएन टक्क लाएर यहाँ वेटर हेर्नु पर्यो मैले अब यहाँ के पाउँछ एकछिन म हेर्छु अनि हेरौँ है अहिले चाहिँ हामी यहाँ घर देखाउँ फिल्म हेऱ्यो खाजा खाइएन यहाँ 2 जना बोनाहरू टुकुर टुकुरिन्छ यो यता अब हामी घर जान्छौँ बाई वन ओए बोना त्यो बेलेलाई छोड्दै के यता हेरे एक्ला छन् मेरो भनेको बुझ्दैन ओए हेलो वन यसरी पिट्नुपर्छ गाई चिन्हलाई बेला बेला भाइहरू सम्झाउनुपर्छ सानो हो आफूभन्दा माया गरेर राख्नुपर्छ भाइहरू भाइ के भाइ हेर्नु न यति सानो माया गरेर यस्तो बेला बेला पिट्नुपर्छ आफूभन्दा सानो 7 कक्षामा पढ्ने भाइ हो गाई 7 कक्षामा पढ्ने हो खुट्टा चाहिँ मोटो मोटो हो छैन कि 15% छ गाई चाहिँ हामी यहाँ घर पुगिसकेछौँ आजको लागि यति नै क्याच यु अन द नेक्स्ट भिडियो बाई बाई